हेलो गाइज, वेलकम टु माई अनदर मिनी ब्लगमा। हामी निस्केको त भालेश्वर मन्दिर जाने भनेर हो, तर यहाँ चाहिँ सेती देवीको मन्दिर बनाइएको रहेछ अस्ति नै एक्सिडेन्ट भएको ठाउँमा। त्यस पछाडि हामी सरर तल झऱ्यौँ। चितलाङ बाटो गरम पिच बाटोमा सरर गर्दै हामी पुग्यौँ चितलाङ। त्यस पछाडि चितलाङको बाटो नछोडिकन जाँदा त हामीले त भेडा फारम जाने बाटो नै छुटाइछौँ। सेरा हुँदै हामी गयौँ मोहिनी झरना जान लागि चाहिँ मार्खु हुँदै जानुपर्छ। यो मोहिनी झरना टाढाबाटको नजिकबाटको चाहिँ मोहिनी झरना यस्तो रहेको छ। झरना चाहिँ ठुलै छ, हजुरहरू पनि आउन सक्नुहुन्छ। धन्यवाद, बाई।